अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा अभिव्यक्तिले अहिले विश्व राजनीतिमा हलचल मच्चाएको छ। इरानमाथि आक्रमण भएको 1 महिना पुग्दै गर्दा ट्रम्पले आफ्नो असली मनसाय खोलेका छन्। इरानको तेलमाथि पूर्ण नियन्त्रण। के छ ट्रम्पको नयाँ रणनीति? खार्गो टापु कब्जा गर्ने योजना। इरानको 90% तेल निर्यात हुने खार्गो टापु र होर्मुज स्ट्रेटलाई आफ्नो कब्जामा लिने ट्रम्पको तयारी छ। यो टापु कब्जा हुनुको अर्थ इरानको अर्थतन्त्रको लाइफलाइन काटिनु हो। 450 किलो युरेनियम खोज्ने दावी। ट्रम्पले तेल मात्र होइन, इरानसँग भएको झण्डै 450 किलो समृद्ध युरेनियम निकाल्न विशेष सैन्य अभियान चलाउने तयारी गरिरहेका छन्। जमिन, आकाश र समुद्रबाट घेराबन्दी। इरानमाथि केवल हवाई हमलाले नपुग्ने भन्दै ट्रम्पले 3500 भन्दा बढी सैनिक युएसएस त्रिपोली मार्फत पश्चिम एसियामा उतारिसकेका छन्। इरानमाथिको हमलासँगैको तेलको भाव आकाशिएको छ। $72 प्रति ब्यारेल रहेको कच्चा तेलको मूल्य अहिले $116 पुगिसकेको छ। इरान पनि पछि हट्ने पक्षमा छैन। 10 लाख सेना तयार पारेको इरानले अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल वर्षा गरिरहेको छ। हालै साउदी अरबमा भएको हमलामा अमेरिकाको $700 मिलियन पर्ने सैन्य विमान क्षतिग्रस्त भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा अभिव्यक्तिले अहिले विश्व राजनीतिमा हलचल मच्चाएको छ। इरानमाथि आक्रमण भएको 1 महिना पुग्दै गर्दा ट्रम्पले आफ्नो असली मनसाय खोलेका छन्। इरानको तेलमाथि पूर्ण नियन्त्रण। के छ ट्रम्पको नयाँ रणनीति? खार्गो टापु कब्जा गर्ने योजना। इरानको 90% तेल निर्यात हुने खार्गो टापु र होर्मुज स्ट्रेटलाई आफ्नो कब्जामा लिने ट्रम्पको तयारी छ। यो टापु कब्जा हुनुको अर्थ इरानको अर्थतन्त्रको लाइफलाइन काटिनु हो। 450 किलो युरेनियम खोज्ने दावी। ट्रम्पले तेल मात्र होइन, इरानसँग भएको झण्डै 450 किलो समृद्ध युरेनियम निकाल्न विशेष सैन्य अभियान चलाउने तयारी गरिरहेका छन्। जमिन, आकाश र समुद्रबाट घेराबन्दी। इरानमाथि केवल हवाई हमलाले नपुग्ने भन्दै ट्रम्पले 3500 भन्दा बढी सैनिक युएसएस त्रिपोली मार्फत पश्चिम एसियामा उतारिसकेका छन्। इरानमाथिको हमलासँगैको तेलको भाव आकाशिएको छ। $72 प्रति ब्यारेल रहेको कच्चा तेलको मूल्य अहिले $116 पुगिसकेको छ। इरान पनि पछि हट्ने पक्षमा छैन। 10 लाख सेना तयार पारेको इरानले अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल वर्षा गरिरहेको छ। हालै साउदी अरबमा भएको हमलामा अमेरिकाको $700 मिलियन पर्ने सैन्य विमान क्षतिग्रस्त भएको छ।